साथीहरू आज हामी चाहिँ माछा मार्न जाँदैछौँ है। यहाँनिर मेरो दाइ हुनुहुन्छ शङ्कर दाइ, अनि त्यसपछि लिएर यहाँनिर पञ्चमी छ र अगाडि हुनुहुन्छ ममै, त्यसपछि लिएर मेरो दाइ हुनुहुन्छ, उहाँदेखि फेरि दिदी हुनुहुन्छ, अनि त्यसपछि लिएर भाइ समीर मोहन छ साथमा है, अनि यहाँनिर प्रकाश छ बाबु। त्यसपछि हामी चाहिँ यो शान्तिनगर 3 मा रहेको पाथी टाकुरा पश्चिमबाट हामी आज यसो माछा मार्नलाई भनेर यसो जाँदैछौँ खोलातिर है। खोलातिर झर्ने क्रममा अब छौँ हामी लगभग 7 जना जति छौँ है। यो माछा मार्न जाम, अब घरतिर बसेर के गर्नु यसो घुम्ने पनि भइहाल्छ भन्ने क्रममा जे होस् आएको सर। अब जाने क्रममा यो चाहिँ पाथी टाकुराको एरियाको हो है, यो शान्तिनगर 3 पाथी टाकुरा है। अनि डाक्क लगाएर यहाँनिर म छु, पछाडि मेरो माछा मार्ने टोलीहरू छन् है। त्यसपछि लिएर दाइहरू हुनुहुन्छ पछाडि, म छु। अब माछा मार्ने क्रमहरू छ। मलाई यो झोला चाहिँ बोकाइदिएछन् है, जस माछा मार्ने सामग्री त बोक्नु पऱ्यो है। त्यसपछि शङ्कर दाइ हुनुहुन्छ मेरो प्यारो है। त्यसपछि मेरो बाबु छ पछाडि, अनि त्यसपछि बाटो हरायो है। यहाँ जङ्गलमा जाँदाखेरि बाटो नभेटेर जङ्गलमा छिरियो। बाटो अब यस्तै हो, जङ्गल माछा मार्न जाने क्रममा है, बाटो नि यस्तै हो। त्यसपछि अब यहाँनिरबाट बाटो हरायो, ठिक छ। यो चाहिँ शान्तिनगर 3 पाथी टाकुराको एरिया है, जस कृषिको लागि एग्रिकल्चर गर्नको लागि जमिन चाहिँ ठिकै भइरहेको छ। जमिन चाहिँ बबाल छ भने जे होस् राम्रो छ जमिन है। अनि त्यसपछि लिएर यहाँनिर दाइ हुनुहुन्छ। लगभग हामी खोला पुग्न थालिसक्यो होइन, माछा मार्ने खोला साइडतिर पुगिसक्यो। यो चाहिँ खोला माछा मार्ने तयारीमा छौँ है। दाइ हुनुहुन्छ, अनि यहाँनिर म मेरो दिदी हुनुहुन्छ, माछा मार्दै हुनुहुन्छ है। त्यसपछि माछा मार्दै हुनुहुन्छ, यहाँनिर दाइ हुनुहुन्छ, अनि यहाँनिर म पनि यसो न खोलातिर गइदिनु त माछा साछा हानिदिउँ एकचोटि भनेर माछा मार्ने लागेको। माछै मर्दैन बटा यार, यसो न ढुङ्गासँग पल्टाएर मार्नु पर्दो रहेछ है। यहाँनिर म मेरो हुनुहुन्छ, सबै छौँ। जोस् मारिरहेको छ माछा, जोस् कति मर्छ तपाईँहरूलाई साँझ देखाउँछु है। दिनभरि खोलामा या रमाइलो भइरहेछ। अनि मेरो दाइ हुनुहुन्छ, यसो न पानी सानी खाउँदैछु कि खानेकुरा खाऊँ भनेर बसिरहेको छौँ एकछिन है, रेस्ट गरेको। धेरै समयपछि यो चाहिँ खोला हो, यो चाहिँ दाइ हो मेरो। अनि यहाँनिर एकछिन पानी खाने क्रममा बाबु थियो, अनि म बसेर एकछिन यसो रमाइलो दिनु त भनेको है। उसले गीत हानिदिरहेको थियो, गीत चाहिँ होइन। त्यसपछि लिएर यो पाथी टाकुरा जस आज खोलातिर यसो इन्जोय गर्नलाई होइन, रमाइलो गर्नलाई माछाको त्यस्तै हो। गइदिउँ त खोलातिर भनेर झरेको हो। अनि यो माछा मार्ने क्रममा माछा यस्तरी मारिन्छ हेर्नुहोस् साथी हो है। खोलामा पुरै पानी फालेर ढुङ्गा बुझेर है, यस्तरी माछा मार्ने क्रम भइरहेको जारी छ। त्यसपछि लिएर यहाँनिर मम्मीहरूले माछा मार्दै हुनुहुन्छ, मजाले भिडियो मम्मीहरू फेरि माछा मार्दै हुनुहुन्छ। यो सिस्टमले माछा मारिँदो रहेछ र समीर मुतिर के छ यो मध्यान्तर आउँदाखेरि खोलाको होइन। अब सबैजना माछा मार्दा छन्, म चाहिँ यसो न एकछिन है। त्यो साइडमा अब सबैजना माछा मार्दा छन्, साइडमा दाइ हुनुहुन्छ मेरो है। त्यसपछि यहाँनिर अब रमाइलो गरिरहेको छन् खोलामा समीर। त्यसपछि उसले फेरि खोलामा पौडी खेलिदिरहेको छ, जेहोस् भनौँ न है। अनि मेरो दाइ हुनुहुन्छ होइन, म दाइ हुनुहुन्छ, जेहोस् रमाइलो भइरहेको छ। दुई भाइ यसो न होइन खोलातिर झरेछौँ, इन्जोय गरेछौँ होइन। हाँसिया सबै बोकेछ केटाहरू, जेहोस् सँगै छौँ, रमाइलो भइरहेछ भनौँ जेहोस् है। सरर घुमिरहेछौँ खोलातिर, रमाइलो गरिरहेछौँ। अनि ठिक छ, माछा अब मर्ने क्रममा यस्तै हो, खोलातिर चुलफिल भइरहेछ है। त्यसपछि हामी मध्यान्तर पुगिसकेका छौँ बिस्तारै। अब माछा मार्ने ग्रुप सबै पछाडि छ, त्यही अगाडि कप काप थोरै हल्का है दिइरहेछौँ। जस खोलातिर आज इन्जोय गऱ्यो, घुम्यो होइन। जस घरतिर बसेर बोरिङ हुनुभन्दा कोठातिर बसेर कति बोरिङ हुनु है। आज खोलातिर झर्दिएको
घन्टामा हामीले चाहिँ यति माछा मारिसक्यो है। माछा मर्दो रहेछ तर यो भोटे गङ्गटा माछा है के हो जो सादा खानलाई मजा आउँदैन। लास्ट होइन अब घरतिर माछा साझा मार्नु पर्छ जाम यसो थोरै हजुरहरूलाई सब्सक्राइब गरिदिनु होला है, माया चाहिँ गरिदिनु होला। जे जसो भयो भने अझै बेटर हुनेछ, अझै राम्रो हुनेछ है। तपाईँहरूको साथ सपोर्ट चाहिँ